कार्यक्रमका सभाध्यक्षज्यू, सम्मानीय पूर्व प्रधानमन्त्रीज्यू र यहाँ उपस्थित सम्पूर्ण साथीहरू, सबभन्दा पहिले म एफएनसीसीआईलाई यो अत्यन्त महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद भन्न चाहन्छु। र यति बेला है साथीहरू, सुन्नु एकछिन सुन्नुहोस्, म लामो बोल्दिनँ। हामीले धेरै विषय म सोचिरहेको छु, हाम्रो कुरा सुन्दै यस्ता मैले धेरै 15-20 वर्षमा सुनेको छु। यस्ता तारे होटलहरूमा हाम्रा साथीहरूले लाखौँ खर्च गरेर यस्ता आयोजना गर्नुहुन्छ, तर त्यसको परिणाम कहिले पनि केही आउँदैन। त हो कि होइन भन्नुहोस् तपाईँहरूले? त्यसैले खालि के गर्ने कसो गर्ने भन्नेमा धेरै कुरा नगरौँ, कसरी गर्ने त्यहाँ केन्द्रित बनाऊँ। के किन भएन, कारण के हो भनेको भनै छौँ। म देखिरहेको छु तपाईँहरू वरिष्ठ साथीहरू, 20 वर्षदेखि मैले यही कुरा सुनिरहेको छु तपाईँहरूको, मैले पनि भन्ने गर्छु। र खास गरी हाम्रो माननीय अर्थमन्त्री रामेश्वर खनालजी यहाँ हुनुहुन्छ, उहाँ नै साक्षी हुनुहुन्छ र यो विषयमा अर्थशास्त्र बारे अलिकति बुझ्ने, सबभन्दा बढी बुझ्ने उहाँ हो भन्ने म ठान्दछु। तर उहाँलाई समेत साक्षी राखेर म के भन्न चाहन्छु भने के गर्ने भन्ने कुरामा समय खर्च नगरौँ, कसरी गर्ने। यो रोग के हो? 20 वर्षदेखि हामी भनिरहेको चाहिँ यिनै मान्छे, यिनै टाउकाहरू। उहाँहरू साथीहरू जानुभयो, मेरो पुस्ताका साथीहरू, उहाँले पनि सुन्ने भन्दा राम्रो हुन्थ्यो, अरू पनि आइदिए भन्दा राम्रो हुन्थ्यो। तर किन भइरहेको छैन? त्यसो उत्पादकता नै कम हुन्छ। निर्वाहमुखी कृषिमा कोरिया फाँडी राखेर बसेर एउटा छोरो खाडीमा कमाउन गएको छ, बाबुआमा परिवार यहाँ बसेका छन्, त्यहाँ पठाउँछन्, त्यो साउको ऋण तिर्दै जान्छ, बचत छैन। अनि त्यही भिसियस सर्कलमा श्रमजीवी लाउरे हुने जुन कल्चर थियो पहिलो दोस्रो विश्वयुद्धमा, बाहिर अलिअलि कमाएर ल्याएको छ अनि खाएको छ, लगानी बचत पनि छैन, लगानी पनि छैन। हाम्रो समस्या त्यहाँ हो। त्यसैले यसलाई आमूल परिवर्तन गर्नको निम्ति हामी जो कृषि प्रधान जुन अर्थतन्त्र हो, यसलाई औषधि अर्थतन्त्रमा रूपान्तरण गर्नको निम्ति खास चरणमा खास नीतिहरू लिनुपर्छ। त्यो युरोप र अमेरिकाले पनि लिएको थियो, रुस चीन लगायत विभिन्न देशले पनि लिएका थिए, तर हामीले लिन सकेका चाहिँ छैनौँ। त्यसको निम्ति के हुन्छ भने, म समय छैन व्याख्या गर्ने, त्यसलाई त्यहाँ तपाईँले औषधीकरणतिर लिएर जानको निम्ति एउटा वैचारिक रूपमा एउटा हामी प्रक्रिया हामीलाई चाहिँ चाहिन्छ। अब सबै जस्तो कृषि, युरोप र अमेरिका त कृषि एउटा उद्योग एउटा सेवा भनेर जुन थियो, प्राइमेरी सेक्टर र सेकेन्डरी एउटा चाहिँ टर्सियरी सेक्टर, त्यो जम्मै जानलाई अहिले हामी समय छैन। तर यो तिनटै सेक्टरलाई ध्यान दिनु पर्छ। तर एउटा इस्ट एसियन मोडल भन्ने गर्छन्, त्यो चाहिँ के हो भने फेरि पनि राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्र तिनको सहकार्यले यस्तो अवस्थामा स्पष्ट नीति बनाएर अगाडि बढ्न सकियो भने फड्को हान्न सकिन्छ केही दशकतिर भन्ने मोडल हो। सुरुमा जापानले गर्यो, त्यसपछि कोरिया, चीन लगायतका मलेसिया आदि देशले जुन गरिरहेका छन्, त्यो बाटो नै हामीले छिटो रूपान्तरण गर्ने बाटो हो। त्यसले पहिले वैचारिकमा यो प्रश्न बनाऊ, निजी क्षेत्रलाई सुविधा दिनुपर्छ भन्ने विवाद छैन, तर निजी क्षेत्रलाई पनि जो सुरुको चरणमा राज्यले साथ दिएन भने, निजी कम्पनीहरू हेर्नुहोस् त, विभिन्न देशका ती देशका कम्पनी त राज्यले खडा गरेर निजी क्षेत्रलाई दिएछ भने राज्यले पनि त्यो भूमिका निजी क्षेत्रलाई अगाडि बढाउनुको निम्ति भूमिका खेल्ने अनि निजी क्षेत्रले खास क्षेत्रमा ध्यान दिने र शिक्षा, स्वास्थ्य लगायत यस्ता क्षेत्रहरूमा चाहिँ फेरि राज्यको दायित्व, अरू क्षेत्रमा निजी क्षेत्रको दायित्व। र यस्तो अर्थतन्त्र अर्को इन्डिकेटर, खराब इन्डिकेटर हेर्नुहोस् त, नेपाली इतिहासमा अहिलेसम्म कहिले पनि डबल डिजिट अर्थात्
10% भन्दा बढी आर्थिक वृद्धि भएको कुनै एक वर्ष पनि छैन हाम्रो। अनि यसरी अर्थशास्त्रको नियमले भन्छ कमसेकम तपाईँले 10 वर्षमा अथवा 7 वर्ष लगातार डबल डिजिट 10 वर्ष लगातार 7% भन्दा बढी वृद्धि गर्नु भने डबल हुन्छ भन्ने गणितको नियम हो। त्यसको निम्ति पुँजीको जुन लगानी गर्नुपर्छ तपाईँको जीडीपीको करिब 40% लगानी गर्नुपर्छ भन्छ। हो यसलाई हामी कसरी गर्छौँ? हो त्यहाँ जाउँ न। हो त्यसो हुन सक्यो भने हुन्छ, नत्र चाहिँ कृषिमा मान्छे टाँसिराख्ने हाम्रो जुन औद्योगिक क्षेत्र छ त्यो गत 50-60 वर्षदेखि 10-15% त्यो लेबर र चाहिँ उत्पादनको रेसियो हेर्नु हो भने जीडीपी कन्ट्रिब्युसन हेर्नु हो भने यो हाम्रो चाहिँ औद्योगिक क्षेत्रमा 10देखि 15% छिमेकीसँग बढी गरौँ, छिमेकीबाट उहाँ हुने अन्तबाट आउँदैन भन्दा त बडो यहाँ राष्ट्रवादको भूत जाग्यो। मैले त कालो झन्डा देखाइदियो एयरपोर्ट, यो यथार्थ हो कि होइन? अनि तपाईँहरू पनि बिर्सनु भयो केही समयपछि। हो त्यसैले यस्ता महत्त्वपूर्ण चाहिँ कुराहरू नगरेसम्म यो कराएर हुँदैन। त्यसले म के भन्छु भने 3-4 कुरा गरौँ भन्ने मेरो आग्रह हो। त्यसो गर्नको निम्ति यो पनि तैँले उपदेश गइस् भन्नु होला। त्यसो गरेर के गरौँ भने मुख्य राजनीति नै केन्द्रमा हो। यो त प्रत्येक 6-6 महिनामा 2 वर्षमा सरकार परिवर्तन भएर नीतिगत स्थायित्व पनि हुँदैन। अनि त्यसले गर्दाखेरि चाहिँ लगानी पनि भित्रकालीन गर्दैन, बाहिरकालीन गर्दैन। त्यसैले हाम्रो शासकीय प्रणालीमा सुधार गरौँ, सर्वपक्षीय सहमति गराएर कति दिनको गर्नुपर्छ आउनु, म पनि बहस गर्छु। त्यसैले हामी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदमा हामी जाने आँट गरौँ। त्यसो भन्दाखेरि तानासा आउँछ भन्नुहुन्छ तपाईँहरू। अनि के बाँकी छ? हेर्नु, यत्रो वर्षसँग तपाईँले यो प्रणाली त लागु हेरिसक्नुभयो त 17 सालदेखि। एकचोटि गरेर हेरौँ न त के को तानासा आउँदो रहेछ। लोकतन्त्रभित्र तानासा आयो भने त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने पनि त तरिका हुन्छ। त्यसले राजनीतिक स्थिरता नभएसम्म शान्ति हुँदैन, नीतिगत स्थिरता हुँदैन। त्यो नभएसम्म लगानी आउँदैन, लगानी तपाईँले नलगाएसम्म 2 अङ्कको आर्थिक वृद्धि दर हुँदैन, र त्यो नभएसम्म अर्थतन्त्रले टेक अफ गर्दैन। पहिलो यो काम गरौँ। अनि भ्रष्टाचार लगायतको कुरा म आएपछि गर्छु भन्नुहुन्छ साथीहरू। कसरी गरिने? संस्थाको सुधार गरौँ, हाम्रो ब्युरोक्रेसीको सुधार गरौँ, न्यायालयको चाहिँ सुधार गरौँ, हाम्रा जुन आयोगहरू छन् त्यसलाई सुधार गरौँ। यो काम पहिलो गरौँ मेरो आग्रह यो। दोस्रो कुरा फेरि समस्या मात्रै होइन। भारत र चीनको बिचमा जुन हामी छौँ, पहिलो अर्थतन्त्र चीन छ, अब आगामी केही वर्षमा भारत तेस्रो अर्थतन्त्र हुँदैछ। करिब 3 अर्ब वरिपरिको चाहिँ बजारको बिचमा हामी छौँ। त्यसैले ती दुईटाको भ्यालु चेनसँग जोडिने गर्ने नीति हामीले लिनु पर्यो। त्यसको निम्ति हामीले चाहिँ नीतिहरू बनाऊँ। नेपाललाई अब कुनै पनि झैझगडामा हामी पर्दैनौँ भनेर एउटा शान्ति केन्द्रको रूपमा चाहिँ घोषणा गरिदिउँ हामी सबैले, र विश्वबाट त्यो मान्यता लिउँ। हामी कसैसँग लड्दैनौँ र हामी लगानी ल्याएर हामीले विकास गर्छौँ भनेर भारत र चीनको, मुख्यतः भारत र चीन, र तेस्रो चाहिँ भाइ अहिले आइटी लगायतका अन्त्य पनि जोडिन्छ। त्यसरी जोडेर पुँजी र प्रविधिको चाहिँ यहाँ ल्याउँ र लेबर एक्सपोर्ट गर्नुको साटो पुँजी र प्रविधि इम्पोर्ट गरौँ, गुड्स र सर्भिसहरू एक्सपोर्ट गरौँ। हो त्यसो गरेपछि देश बन्छ। दोस्रो कुरा यो। तेस्रो हाम्रो सम्पत्ति सम्बन्धमा सुधार गरौँ। तपाईँ अहिले देख्नुभयो अस्ति जुन जेएनजीको आन्दोलनले नै यो हामीले बहस गर्ने जुन अवसर दिएको छ, त्यति बेला हो नोक्सान त भयो, त्यो दुःखद भयो, तर त्यसको लगत्तै के हो मैले के सुन्छु, ठुलो क्यापिटल फ्लाइट भयो डरले भन्ने सुन्छु मैले। अर्बौं खरबौं कति गयो, दुबई गयो, कता गयो भन्ने मैले सुन्छु। र त्यसले गर्दा मेरो भनाइ के हो भने यसलाई चाहिँ राज्यले गर्न सक्छ, तर एउटा समस्या हाम्रो सम्पत्ति सम्बन्ध र हाम्रो चाहिँ खास गरी भूमि सम्बन्ध लगायतमा र ब्याङ्किङ सेक्टरमा हामीले आमूल सुधार गरौँ। मैले त अर्थमन्त्री छँदा पनि प्रयत्न गरेको थिएँ। यो जुन भूमि जल
जमिन जङ्गल आदि जो हुन्छ, आकाश पनि आयो अहिले, यो जुन प्राकृतिक सम्पदा हो यसको स्वामित्व राज्य वा समुदायले लिने र व्यक्तिलाई भोगाधिकार दिने। त्यसो भएपछि यो जमिन खेर पनि जाँदैन। कुनै पूर्वाधार बनाउँदाखेरि चाहिँ अर्बौं रुपियाँ चाहिँ मुआवजा दिएर चाहिँ अल्झिन पनि पर्दैन। त्यसले ठुलो पूर्वाधार निर्माणको ढोका खुल्छ। र सँगसँगै चाहिँ हामीले के गरौँ भने सम्पत्ति डिक्लेयर गर्न दिउँ एकचोटि। तपाईँ हामीले म दुःख साथ मैले भन्नुपर्छ, अन्यथा लाग्छ यहाँ हाम्रो न्यायाधीशहरू अहिले मन्त्री पनि हुनुहुन्छ। मैले त्यो बेला के सुने भनेदेखि यो जुन बेला जेन्जी विद्रोहको बेला थियो, बोराका बोरा पैसा यसरी उतालाई मलाई किन हो, कुनै मान्छेहरूले यो अलिकति सोझै छ भने ठानेर किन हो, मान्छेले फोन गरेर मान्छेले ल यो फलानामा यसरी बोराका पैसा ल्याएर फलाना घरमा राखेछ भनेर मलाई थुप्रो फोन आएर हेर्न सक्नुहुन्छ तपाईँहरूले। भने यस्तो किन गर्नु पर्यो? त्यसैले एकचोटिलाई डिक्लेयर गर्नुहोस्। हो मनी लन्ड्रिङ के भन्ने आउँछ भने कानुनले हेर्ला, त्यति बेला गरौँ र एकचोटिलाई डिक्लेयर गर्ने, सबैलाई डिजिटलाइज गरिदिने र हामीले प्रोग्रेसिभ कर लगाएर अनि त्यसपछि चाहिँ त्यसलाई चाहिँ त्यो पुँजीको संरक्षण गरेर लगानी गर्न दिउँ। यति सुधार गर्न कुनै ठुलो समस्या पर्दैन। र ब्याङ्किङ सेक्टरको सुधार गरौँ। हाम्रो चाहिँ 70 खर्बभन्दा बढी ब्याङ्कमा हुने, आज मात्र अखबार पढिरहेको थिएँ, उसले चाहिँ अलिकति बन्डको चाहिँ उसको धितोपत्रको चाहिँ आह्वान गर्यो राष्ट्र ब्याङ्कले। 12 अर्ब भनेको त 25 अर्ब भनेको त 12 खर्ब आयो भन्ने थियो कि। अनि यस्तो गरिब देशमा जहाँ पुँजीको अभाव छ अनि पुँजी चाहिँ निष्क्रिय रहनु, योभन्दा लाजमर्दो कुरा के हुन्छ? त्यसले त्यहाँ गम्भीर समस्या छ भने बुझ्नु परेन। त्यसैले त्यसमा सुधार गरौँ र यो ब्याङ्कमा गरेको पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउन ठुला पूर्वाधार निर्माणको निम्ति राज्यले उपयुक्त नीति लिएर त्यहाँ लगानी चाहिँ हामीले चाहिँ गरौँ र साना मध्यम व्यवसायी सहकारी लगायतका जुन समस्याहरू छन् तिनलाई चाहिँ यही झड्कामा चाहिँ सरकारको नीतिले हल चाहिँ हामी गरिदिउँ। र अर्को विषय चाहिँ हाम्रो शिक्षा र क्षेत्रको जुन छ त्यसमा आमूल सुधार हामीले गरौँ। अनि सँगसँगै म अर्को कुरा के भन्छु भने हाम्रो संस्कृतिमा पनि सुधार गरौँ, तपाईँ हाम्रो चिन्तनमा पनि सुधार गरौँ। हाम्रो यो श्रम गर्ने, लगानी गर्ने, मेहनत गरेर कमाउने हाम्रो छैन। खालि छलछाम गर्ने, राज्यको दोहन गर्ने, अनि कुन पार्टीको पछि लागेपछि छिटो सत्तामा पुगिन्छ। तपाईँ व्यापारी साथीहरूले ममा भन्नु होला, तपाईँहरू पनि त को सत्तामा आउँछ अनि कसको आड हुँदा चाहिँ मलाई चाहिँ लाभ हुन्छ भने तपाईँहरू त दौडाउनुहुन्छ, मलाई त ढाँट्न सक्नुहुन्न तपाईँहरूले। त्यसले त्यता नजाउँ, म पनि ममा भन्छु, तपाईँ पनि ममा भन्नुहोस्। त्यसैले हामी के गरौँ भने हाम्रो संस्कारलाई सुधारौँ। लगानी नगरिकन बसिकन मुनाफा खोज्ने, खास गरी राजनीतिक दलका साथीहरूले चाहिँ कुनै पनि सम्पत्ति केही नदेखाउने, डिक्लेयर गर्नु उहाँको सम्पत्ति छैन, कसैको एउटा कलम छ भन्नुहुन्छ, कसैको एउटा चाहिँ मोबाइल छ भन्नुहुन्छ, सम्पत्ति देखाउने सम्पत्ति विवरणमा, तर बस्नुहुन्छ आलिसान महलहरूमा बस्नुहुन्छ, बडा चिल्ला गाडी चढे कहाँ आउँछ त्यो पैसा। त्यसले यस्तो नगरौँ। यो संस्कार, यो ठगठाईको संस्कार हामी आफैबाट बदलौँ। र म तयार छु त, म भनिरहेको छु, मनुष्य नआछु म भन्दिनँ, मेरो भागको दोष म लिन्छु। यो संस्कारलाई हामीले सुधार गरौँ। र लास्टमा चाहिँ के भन्छु भने यत्रो लाखौँ मान्छे जुन विदेशमा गएका छन्, एनआरएनहरू जुन छन्, ठुलो डायस्पोरा छ, तिनीहरूलाई देशभित्र ल्याउनको निम्ति हामीले चाहिँ एउटा उपयुक्त नीति लियौँ। मैले त भने के हो भने हाम्रो जस्तो देश यसै पनि खाली भइसक्यो, मान्छे जम्मै विदेश गएर खाली भइसकेको छ देश। यो राष्ट्रवादको भूत, यो अन्तर्राष्ट्रवाद र जेनोफोबियाको भूत हामीले त्यागिदिउँ र हाम्रा नागरिकहरू जो विदेशमा गएर बसेका छन् कम 3 पुस्तासम्मलाई उनीहरूको राजनीतिको नागरिकताको निरन्तरता दिउँ। त्यो एनआरएनले भनेको भनै छ, एकचोटिको नेपाली सबैको नेपाली भनेको छ। नेपाली नागरिकता लिएर गएको मान्छे विदेशमा गएर अर्को नागरिकता लिएछ भने पनि निरन्तरता दिउँ त्यसलाई हामीले। एलन मस्कले 3 देशको नागरिकता लिएर चाहिँ हुने, राष्ट्रपतिको सल्लाहकार हुने, हामीले चाहिँ बाहिर गएर यसो टिभी परेर बिचराहरू अब चिट्टा फरेर त्यहाँ जान्छन्, अनि पर्मानेन्ट चाहिँ एउटा केही पायो भने यताको नागरिकता गयो, नागरिकता गएपछि सम्पत्ति रहेन, अनि बेचेर चाहिँ बाबुआमा चाहिँ छोराछोरी समेत जान्छ। यस्तो नगरौँ। त्यसले यस्ता सुधारहरू हामीले गऱ्यौँ भने हामीले देशलाई केही दशकभित्र, म अझै त भन्दिनँ, राजनीतिक स्थिरता हुन पर्यो,
भूराजनीतिक सन्तुलन मिलाएर हामीले भ्यालु चेनसँग जोडिनु पर्यो र केही हाम्रो सम्पत्ति सम्बन्धमा सुधार, बैंकिङ सेक्टरका सुधार, क्षेत्रका सुधार गरेर हामीले चाहिँ यो देशलाई चाहिँ राजनीतिक स्थिरता, शान्ति दिएर समृद्धि लान सकिन्छ। त्यसको निम्ति यतिले पुग्दैन। यो सुरुवात उहाँले जुन गर्नुभएको छ, अब यसलाई चाहिँ अलि अब अहिले त अन्तरिम सरकार छ, सामान्य प्रधानमन्त्रीज्यू पनि बडो दिक्क मान्नुभयो। म सुन्छु अस्ति उसले पनि आएर छोड भनेको छ, त्यसले छोड भनेको छ भन्नुभएको छ। सामान्य प्रधानले दिक्क मान्नु भएन, दिक्क मान्नु हुँदैन। यहाँकै नेतृत्वमा फागुन 21 गते नै चुनाव गराउनु पर्छ, हुन्छ। यो प्रतिबद्धता हामी सबैको हुनु पर्यो। त्यसैले उहाँलाई दिक्क मान्नु त अलिकति मानवीय हुन्छ नै, तर उहाँ नै अहिलेको निम्ति उपयुक्त पात्र हो। उहाँले गरिरहनु भएको छ, म सम्मान गर्छु। त्यसैले हामी सबैले सहयोग गरौँ भने यो सम्भव छ। र अन्त्यमा जेनजीका साथीहरूलाई मेरो चाहिँ एउटा बधाई शुभकामना छ। कमी साथीहरूले यहाँ भन्नुभयो 23 गते त ठिकै हो, 24 गते भन्नुभयो। आन्दोलनमा त्यसै डिमार्केसन तपाईँले गर्न सक्नुहुन्न हो। 24 गतेमा जुन अलिक ज्यादती भयो, हाम्रो यत्र संरचना राज्यका महत्त्वपूर्ण अङ्गमाथि आक्रमण भयो, निजी क्षेत्रको चाहिँ यत्रो विध्वंस भयो, त्यो असाध्यै गलत हो। त्यसले जुन आयोग बनेको छ, गौरीबहादुर कार्की आयोग बनेको छ, सायद त्यसो कार्यक्षेत्रभित्र पर्छ। बरु त्यसले चाहिँ छिटो प्रतिवेदन ल्याओस्। त्यसको आधारमा अब प्रतिवेदन थन्क्याउने होइन। सामान्य प्रधानमन्त्रीसँग मेरो आग्रह चाहिँ 46 सालदेखि वैश्य पटक आयोग बने, लाला आयोगसम्म कुनै कार्यान्वयन भएन। तर यो गौरीबहादुर कार्की आयोग छिटो आओस् र यसको कार्यान्वयन चाहिँ यहाँकै पालाबाट सुरु भइदियोस्। त्यसो भयो भने त्यसले हल गर्छ। अहिले अंश मात्रै थुनछेक गरेर यो हल चाहिँ हुँदैन। त्यसैले मेरो यिनै शब्दका साथ मैले अहिले बढी बोलेँ भने यहाँहरूले क्षमा गर्नुहुनेछ। तपाईँ हामी सबैले सक्छौँ, तर हामी सबैले आत्मसमीक्षा गरौँ, सबैले आत्मसमीक्षा गरौँ र राष्ट्रिय अठोट गरौँ। नेपाल भन्ने देश जो विश्वका 25वटा सबभन्दा पुराना देशमध्येमा पर्छ, त्यो देशको हामी एउटा नागरिक हुनुको नाताले त्यसमा गर्व गरौँ र नेपाल समृद्ध बन्न सक्छ। केही दशकभित्र यसलाई तेस्रो विश्व भनिन्थ्यो, अहिले चाहिँ ग्लोबल साउथ भनिन्छ, त्योबाट ग्लोबल नर्थको स्टेजमा पुर्याउन सकिन्छ। यसमा चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस्। तपाईँहरू साथीहरूलाई, खास गरी यो जेनजी पुस्ताका साथीहरू जसले चाहिँ झकझक्याएर यो वातावरण बनाउनु भएको छ, उहाँहरू चाहिँ हिम्मत साथ अगाडि बढ्नुहोस्। र अब यो देशको अभिभारा पनि अब नयाँ पुस्ताका साथीहरूले लिन पर्छ। निर्वाचन छिटो सम्पन्न गरौँ र सँगसँगै मेरो आग्रह, निर्वाचनपछि हामी जो पुराना भइसकेका, विभिन्न कार्य गर्न सक्रिय हुन नसक्ने, विचारमा पनि शरीरमा पनि थाकिसकेका मान्छेहरू, उहाँहरूले हामीले चाहिँ नयाँ पुस्तालाई चाहिँ त्यो पुस्तान्तरण गरौँ र देश चाहिँ शान्ति समृद्धिको दिशामा जान्छ। यही आग्रह गर्दै, यही मेरो तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै म तपाईँहरूलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार।